Onions बाहिर राख त जुस डाँडा काँडा यस्ता छन् भ्यूज चाहिँ एकदम बबाल छ मुसु लागेको छैन एकदम रमाइलो छ है यस्तै छ है कन्यामको हाल चाहिँ खाने प्लान थियो तर त्यस्तो अलिकति सक्सेस यहाँ दिँदैन होला त्यही भएर चाहिँ हेलो गाइज के छ सबजनालाई सबजना हाई गरौँ न हौ ल सबजना हाई गरौँ त ल कसो कतिको सक्यो है कतिको छ त नि कतिको रमाइलो भइरहेछ दामी रमाइलो भइरहेछ नि मिठो भयो त पुलौ एकदम फर्स्ट क्लास र सकिसक्यो फर्स्टमा मैले ए सकाएँ फर्स्टमा त मैले पुलौ कस्तो भयो पुलौ दामी 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 खत्रे ल ल गाइज ल ल ल कतिको भइरहेछ अनि आन्टी भन्नुपर्छ दिदी कतिको भइरहेछ उ त कसलाई सोधेको साइनो नलाउनु जाने हो कि साइनो दिदी भन्नुपर्छ साइनो लाउनु नजाने हो कि भाइ छोरा दामी छ हजुर दामी छ त्यसरी साइनो लाउनु पर्छ ल हस् देखिरहेको छ बुढीलाई पनि सालीलाई पनि ऊ कस्तो आएछ दिदी दामी बाहा भल भएछ नि हेलो 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 हाम्रो अब यहाँ बुइनीहरूलाई हाम्रो सानो पार्टीहरू सोधौँ न है कतिको रमाइलो भइरहेछ अलि मजाले भन्नु न कतिको भइरहेको रहेछ रमाइलो 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 भइरहेछ आमामा कस्तो नभएको यो भाइले खाएको देखाइदिनु पऱ्यो भनेको गाइज बबर हान्ने आएको रहेछ यो भाइले चाहिँ ल ल ल ओ त्यहाँ अनुहार लुकाइसक्नु भयो भिडियोबाट थाहा पायो भनेर यस्तो भयो क्या रेडी गर्नु फेरि यहाँ मेरो गाडीमा छ हौ लिनु न लिनु हेलो गाइज गुड मर्निङ सेवा नमस्ते वेलकम टु माई मिनी भ्लग गाइज मेरो मिनी भ्लग चाहिँ सम टाइम मात्रै आउँछ आज चाहिँ हामी यहाँ इटरी भाटबटेनीबाट चाहिँ हामी के अरे कन्यामसम्मको यात्रा छ हाम्रो फ्यामिली ग्रुप भनौँ न सबै हामी चाहिँ अहिले चाहिँ यहाँ 4-5 जना छौँ हामी चाहिँ इटरीतिर रिसिभ गर्दै पथरीबाट रिसिभ गर्दै हामी चाहिँ हाम्रो यात्रा कन्यामसम्म हुनेछ त्यसपछि फर्केर हामी टाइम भयो भने रमिते पनि जाने प्लान गर्दैछौँ होइन ल यता हेलो गरिदिनु त अनि हस् खोइ हेलो बोल्दैन ल हामी चाहिँ ठ्याक्कै अहिले कन्याम आइसक्यौँ अब यहाँ भोक लागेछ हामीले घरबाटै बनाएर ल्याएको छौँ हाम्रो खाजाहरू चाहिँ खानेकुराहरू त्यही भएर चाहिँ बन्दैछ अब यहाँ कार्टुनहरू छ त्यो खोल्नु बाँकी नै छ हेलो हेलो खोइ कन्यामको भ्यू चाहिँ यस्तो छ है शीतल छ होइन गर्मी कति खानु तराईको भनेर चाहिँ आज हामी कन्यामको यात्रा गर्दैछौँ नास्ता गर्ने लागिरहेछ पुरै हेलो हेलो गाइज के छ सबजनालाई सबजना हाई गरौँ न हौ ल सबजना हाई गरौँ त ल कसो कतिको सक्यो है कतिको छ त नि कतिको रमाइलो भइरहेछ दामी रमाइलो भइरहेछ नि ए हो कन्यामको भ्यू है सबजना हेरौँ है गाइजहरू ए हो कन्यामको भ्यू अनि कतिको मिठो भयो त पुलौ एकदम फर्स्ट क्लास र सकिसक्यो फर्स्टमा मैले ए सकाएँ फर्स्टमा त मैले सकाएको नि फर्स्टमा त मैले सकाएर भिडियो बनाउँदै हिँडेको छु नि ल ल ल सोधौँ हाम्रो यहाँ आन्टीलाई सोधौँ है हेलो कस्तो भयो त तपाईँको उयो पुलौ
कस्तो भयो पोलो दामी 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 खत्रै ल ल गाइज ल ल ल कतिको भइरहेको अनि आन्टी भन्नुपर्छ दिदी कतिको भइरहेछ उ त कसलाई सोधेको साइनो नलाउनु जाने हो कि साइनो दिदी भन्नुपर्छ साइनो लाउनु नजाने हो कि भाइ छोरा दामी छ हजुर दामी छ त्यसैले साइनो लाउनु पर्छ ल हस् देखिरहेको छ बुढीलाई पनि सालीलाई पनि ओ ए त्यही भएर बोल्न ल कस्तो भइरहेको छ कस्तो भइरहेको छ दिदी दामी बाहा बल भन्छ नि हेलो 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 हाम्रो यहाँ बुइनीहरूलाई हाम्रो सानो पार्टीहरूलाई सोधौँ न है अब हामीलाई सानो पार्टीहरूलाई सोधौँ कस्तो भइरहेको रहेछ हाम्रो सानो पार्टीहरूलाई हेलो 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 याङ्गिलाजी कतिको रमाइलो भइरहेछ अलि मजाले भन्नु न कतिको भइरहेको रहेछ रमाइलो रमाइलो हेलो भाइ हाउ आर यु आई एम फाइन कतिको रमाइलो भइरहेछ त नि कतिको रमाइलो भइरहेछ धेरै आमामा कस्तो नभएको यो भाइले खाएको देखाइदिनु पऱ्यो भनेको गाइज बल हानिरहेको रहेछ यो भाइले चाहिँ ल ल ल ओ त्यहाँ अनि यहाँ चाहिँ है भरेको लागि सामग्रीहरू छ है यहाँहरूमै गाइज लोक रहेको छ हाम्रो लेग पिस छ गाइज लेग पिस बवाल तरिकाले हानेको छ यो फुपाले हेर्मै लेग पिस हान्छ हेर गाइज हेर्मै लेग पिस हेर्ने अब हाने होइन हेर्ने गाइज अब होइन अलिक ग्याप ऊ हान्यो होइन ग्याप्पै बाइट हान्यो अनुहार लुकाइसक्नु भयो भिडियोबाट थाहा पायो भनेर हाम्रो चाहिँ फाक्सा खाइँदैछ है हामीले चाहिँ फाक्सा कहाँ त हाम्रा भाउजूहरू हुनुहुन्छ नानीहरू सबैजना मौसम चाहिँ पुरा होसु लागिगयो हो ए हुन्छ आन्टी यस्तो भयो क्या रेडी गर्नु फेरि नानी मजालाई कान्छमा चाहिँ के भयो भन्दाखेरि यतिखेर यता घरि उता जान्छ त यहाँ मेरो गाडीमा छ हौ लिनु न लिनु 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 के भयो भन्दाखेरि होइन ल पहाडको लोकल काँक्रा इस्कुसको मुन्टा कगरे खोर्सानी होइन के भेन्डी अरे राममेल के भेन्डी भन्छ अरे निगुरा त कस्तो हो यो पहाडको अर्ग्यानिक लोकल काँक्रा इस्कुसको मुन्टा इस्कुसको मुन्टा इस्कुस अनि इस्कुसको मुन्टा भइहाल्यो होइन रामबेल पहाडको पुरा अर्ग्यानिक कस्तो छ यता चाहिँ ल हामी चाहिँ यहाँ अहिले हामी चाहिँ के भन्छ कन्यामदेखि अलिक तल ओह्रालो झर्दैछौँ ट्याक्क लगाएर यहाँ फोटो खिच्नु अब अलिअलि फोटो खिच्यो होइन लास्ट होला यहाँ फोटो पनि
भ्युज ल अब चाहिँ कन्यामको हामी बाई बाई गर्दैछौँ